नमस्कार, म तपाईको आफ्नै साथी एलडी आशिष। आज म तपाईहरू सामु जिन्दगीको एउटा सानो तर गहिरो कथा लिएर आएको छु। जिन्दगी सानो छ यो कुरा हामी सबैलाई थाहा छ, तर पनि हामी यसलाई सधैँ भोलिका लागि टारिराख्छौं। बिहान आँखा खुल्न साथ हाम्रो दिमाग दौडिन थाल्छ, काम, जिम्मेवारी, सपना र दौड। तर मनलाई सोधे फुर्सद कहिल्यै हुँदैन, तिमी कस्तो छौ? हामी रिसलाई मनभित्र पाल्छौं, मायालाई लुकाउँछौं र माफी माग्न अहंकारलाई अगाडि राख्छौं। हामी सोध्छौं भोलि भनौला, समय गएपछि गरौँला, समय आएपछि गरौँला, तर समय आफै हाम्रो अनुमति नलिई अगाडि बढ्छ। एक दिन ऐनामा हेर्दा अनुहारमा समयका रेखाहरू देखिन्छन् र मनले चुपचाप सोध्छ के मैले साँच्चै बाँचे? त्यही क्षण बुझिन्छ जिन्दगीको कथा वर्षले होइन भावनाले लेखिने रहेछ। एक साँचो हाँसो, एक निस्वार्थ माया र एक माफीको शब्द, यिनै हुन् जिन्दगीलाई लामो बनाउने साना साना अध्यायहरू। त्यसैले जिन्दगी छोटो छ भनेर डराउनु पर्दैन, डर त तब लाग्नुपर्छ जब जिन्दगी भएर पनि हामी बाँच्न बिर्सिन्छौं। किनकि छोटो जिन्दगी पनि साँचो भावनाले भरियो भने सबैभन्दा लामो कथा बन्छ। धन्यवाद।